त्यसपछि इस्ट हैन, त्यसपछि वार्म वाटर अनि कोल्ड डो। अब यसलाई चाहिँ हामी के गर्छौँ त, हाम्रो यो प्लानेटरी मिक्सरमा हामी के गर्छौँ, यो सम्पूर्ण कुराहरू हाल्छौँ। फर इक्जाम्पल यसमा 457 ml। अब हामी के गर्छौँ त, यसमा वाटरलाई हामी प्लानेटरी मिक्सरमा हाल्छौँ। यो वाटर चाहिँ वार्म वाटर छ, किन भन्दाखेरि हामीले यसलाई के गर्नु परेछ, एक्टिभेट गर्नु परेछ। यसलाई हल्का हामी यसलाई के गरिदिन्छौँ, मिक्स गरिदिन्छौँ। मिक्स गरेर के गर्छौँ त, फ्लोर पनि हामी यसमा हालिदिन्छौँ। फ्लोर हालिसकेपछि अब हामी यसमा के गर्छौँ त, यो हुक हालेर यसलाई हामी फेरि के गर्छौँ त, प्लानेटरी मिक्सरमा, हाम्रो यो प्लानेटरी मिक्सरमा हामी के गर्छौँ, यसलाई हामीले फिट गर्छौँ। यसरी फिट गरिदिन्छौँ। त्यसपछि हामी यसलाई गरेर यसलाई हामी माथि उठाउनु पर्छ। उठाएपछि हामी यसलाई अन गरिदिन्छौँ। अब वान्स अब हामीले डोलाई चाहिँ प्लानेटरी मिक्सरमा डो हिटमा मिक्स गरिरहेको छौँ अन्टिल द डो गेट्स निडेड। अब त्यसपछि चाहिँ हामी के गर्छौँ त, त्यसलाई बिस्तारै हामी के गर्छौँ, यो ओल्ड डो चाहिँ हामीले प्रिपेयर गरेको ओल्ड डो चाहिँ 1 by 1 त्यसलाई हामी के गर्छौँ, हाल्दै गर्छौँ। अब एउटा कुरा चाहिँ के याद गर्नुपर्छ भने, वाइल mixing the dough, you should always remember that the temperature of the dough should not rise above 24 degree centigrade. यदि 24 डिग्री भन्दा सेन्टिग्रेड भन्दा माथि गयो भने डो के हुन्छ त, बिग्रिने चान्स हुन्छ। सो मिक्सिङ गर्दा एकदम हाई स्पिडमा मिक्सिङ गर्नु हुँदैन। मिक्स गर्दा के हुन्छ त, फ्रिक्सन हुन्छ। त्यो फ्रिक्सनलाई चाहिँ हामीले के गर्नुपर्छ, अभोइड गर्नुपर्छ। गरिदिन्छौँ यसलाई। अब अलिअलि हामी यसमा के गर्छौँ, कोल्डोलाई फोल्ड गरिदिन्छौँ। 1 by 1 यसलाई यसरी हामी अलिअलि अलिअलि गर्दै यसलाई के गर्छौँ त, कोल्डोलाई फोल्ड गर्छौँ। एकैचोटि हाल्यो भने सबै एकै ठाउँ मात्र हुन्छ भनेर 1 by 1 हामी त्यसलाई के गर्छौँ। त्यो विन्डो प्यान टेस्टिङ भनेर चाहिँ त्यो विन्डो प्यान टेस्टिङ हामी गर्छौँ। डो चाहिँ हेर त, यहाँ डबल इन साइज भइसकेको छ। प्रुफरमा हामीले के गरिसकेको छ त, यसलाई डबल इन साइज भइसकेको छ। ओके, यसो दिँदैन क्या। विन्डो प्यान टेस्ट भनेको यो अझ अझ क्लियर ट्रान्सपरेन्ट हुनुपर्छ क्या। यो हामीले now we'll keep it in the proofer to be proofed for 3 to 4 hours in 60 to 50 humidity. Okay. कति टेम्परेचर भनेको भन्दा, kneading the dough properly, giving the shape for the bread, we need to preheat the oven to 220 degrees Celsius. यो हाम्रो डेक ओभन ग्यासबाट अपरेटेड हुने डेक ओभन हो। त्यसलाई म 280 मा सेट गर्दैछु। तलको 300 मै राख्छु, किनभने वाइ वी आर डुइङ दिस इज बिकज ग्यास ओभनबाट एक्ज्याक्ट हिट ट्रान्सफर हुनलाई अलिकति गाह्रो हुन्छ। सो त्यसलाई अलिकति बढाएर राखिदिन्छ। अनि हिट बढाउँदाखेरि, टेम्परेचर बढाउँदाखेरि चाहिँ टाइम अलिकति घटाउनु पर्ने हुन्छ। त्यो कुरा चाहिँ अलिकति ख्याल गर्नुपर्छ। वेन यु आर वर्किङ विथ इलेक्ट्रिक ओभन एन्ड ग्यास ओभन, द्याट इज द डिफरेन्स यु हेभ टु प्ले। थ्याङ्क यू। छिटो खनाउनु पर्छ। तिमीहरूको प्यानकेकको के हुँदैछ? पर्फेक्टली हामीलाई अब हामी यसलाई ब्रेक गर्छौँ। मलाई अब तिमीले एउटा ट्रेमा पार्चमेन्ट पेपर राखेर निकाल। हामी दुईटाको चाहिँ रोप बनाउँछौँ होइन, अनि अर्को चाहिँ हामी डिनर रोल्स गर्न सक्छौँ है त होइन।
त्यसमा उयो लाउनु पर्छ होला तर होइन त्यतिकै डाइरेक्ट यो माथिबाटै राख्नु कि पेपरमा उता उल्टो भएको उल्टो भयो उता उता पेपर पर्दैन हल्का फ्लोर गर्नु सरोज रोक्ला फेरि एकछिन रुखमै गर्छ एकैछिन किन भन्दाखेरि हाम्रो पोङ्गल त हिट भइसकेको छैन अब हामी डिनर रोलको लागि गर्छौँ डिनर रोलको लागि चाहिँ हामीले अब यसलाई हल्का कोर गर्नुपर्छ कि आँसु ब्लेडले गर्नुपर्छ होइन अब हामीसँग अहिले प्लेट छैन मैले त्यही भएर नाइफले नै गरेँ ल यसको गरेर तपाईँलाई म माथि के हुनु त चिल्लो हुनुपर्छ एकदम क्लिन हुनुपर्छ ओके ल हल्का ब्रेकफास्ट गर्दाखेरि ल त्यसमा हल्का मिल्क हालेको पनि हुन्थ्यो मिल्क हालेन होला